आज नेपालमाथि कुनै युद्ध घोषणा गरिएको छैन, तर नेपाल युद्धग्रस्त छ। राजधानीमा ट्याङ्क देखिँदैन, आकाशमा लडाकु विमान घुमिरहेका छैनन्, तर राष्ट्रको सबैभन्दा संवेदनशील भाग नागरिकको मस्तिष्क दिनदिनै कब्जा हुँदैछ। यो कब्जा बन्दुकले होइन, स्क्रिनले गरिएको हो, जहाँ गोली होइन एल्गोरिदमहरू चलिरहेका छन्। यहाँ विचारहरू छनौट गरिँदैछ, तथ्यहरू ओझेल पारिएका छन् र झुटलाई सत्यको भेषमा अगाडि सारिँदैछ। यो युद्ध यति खतरनाक छ कि भविष्यमा हामीले पराजित भएको समेत थाहा पाउने छैनौं। आज नेपाल बाहिरबाट हेर्दा स्वतन्त्र देखिएला, तर हामी भित्रभित्रै कब्जा भइसकेका छौं। यो स्टेट पार्टनरशिप प्रोग्राममा दिइने फन्ड छ, त्यो फन्डले नेपालका हामीलाई सुरक्षा निकाय नेपाली सेनालाई आवश्यक पर्ने विभिन्न प्रकारका भूकम्पमा काम लाग्ने, ल्यान्डस्लाइडमा काम लाग्ने, इनाउन्डेसन अर्थात् डुबेको ठाउँमा काम लाग्ने चिजहरू ल्याउनलाई अमेरिकी सरकारले यस्ता सहयोगहरू यो स्टेट पार्टनरशिप प्रोग्राम अन्तर्गतबाट दिने र सजिलो हुने भन्ने कुरा भएको हुँदाखेरि त्यो प्रोग्राम अन्तर्गतको यी मानवीय सहायताहरू नेपालमा ल्याउने लक्ष्यको साथ गरिएको हो, न कि यो कुनै नेपालको परराष्ट्र नीतिको बर्खिलाफ जाने र सैनिक गठबन्धन गर्ने कुराको होइन। फेरि पनि भने फुली लिएर आउने कि फुली राखेर आउने हो, कहाँ लड्ने हो? तँलाई त्यो फुलीमै पढाउने दम छ, तँलाई त्यो तालिम दिने दम छ हामीसँग, त्यो बुझेका छौँ। यो कानुन मलाई किन छोपियो वा किन छोडियो, फेरि यो गृहमन्त्रीले छोप्यो किन छोड्यो किन, फेरि अब मेरो गल्ती, मेरो यसमा क्लियर छ कुरा कि गृहमन्त्रीलाई कारबाही हुनु पर्यो कि मलाई कारबाही हुनु पर्यो। यो बोल्न पाइन्छ कि पाइँदैन, यो आवाज यसरी यो ढङ्गले उठाउन पाइन्छ कि पाइँदैन, एउटा कुरा। अर्को कुरा, यही ढङ्गले अनदेखा गरेर जाने हो भने यो फागुनको 12 गते दिउँसो 12 बजे गृहमन्त्रीको 12 बज्नेवाला छ, यो माइतीघर मण्डलामा सुरु हुन्छ। यहीबाट भनिदिउँ, राष्ट्रपति कार्यालय सिलबन्दी गरेर राख्नु, सिंहदरबार सिलबन्दी गरेर राख्नु, संसद भवन सिलबन्दी गरेर राख्नु। म कति बेला कताबाट छिर्नेवाला छु यो कुरा बुझेर हुन्छ। थालो तयारी गरिरहेका छौँ। अस्ति मात्रै पनि उठ्छ, आन्दोलन मार्फत भइपरि आउने सबै घटनाको पुरा 12 बज्दैछ भन्ने कुराको सन्देश चाहिँ यहाँहरू सबैजनाले पुर्याइदिनु हुनेछ। मैले फेरि पनि भने जनतालाई सबै कुरा थाहा छ कि यो 3 जना हाम्रो नेपाल र नेपालीको भविष्यलाई नै बर्बाद पार्यो। त्यो बर्बादीसँग बच्नको लागि पनि सडकमा आउँछ। अनि के जनता एकचोटि सडकमा आइन्छ। ट्रान्जिसन कसरी हुन्छ? ट्रान्जिसन अनि कोही अपोलिटिकल व्यक्तिको नेतृत्वमा एउटा इन्ट्रिम कन्स्टिट्युसन हुन्छ। यो कन्स्टिट्युसन वर्क गर्दैन एज इट इज। र कन्स्टिट्युसन कसले बनाउँछ त? त्यो इन्ट्रिम गभर्नमेन्ट बनाउँछ कसले? इन्ट्रिम गभर्नमेन्ट बनाउनलाई सुप्रिम कोर्टको लेजिटिमेसी, नेपाल आर्मीको ब्याकिङ र फरेन पावरको इन्डोर्समेन्ट बनाएको। मतलब हिन्दुस्तान र चाइना अनि वेस्टर्न वर्ल्डको नेतृत्व अमेरिकाले गर्छ होइन। तपाईँलाई हाम्रो 3टा छिमेकी छ भन्नुहोस्। एउटा नर्दर्न छिमेकी चाइना छ, साउदर्न छिमेकी भने उत्तरी छिमेकी चीन छ, दक्षिणी छिमेकी भारत छ, र टाढाको छिमेकी अमेरिका छ। किनकि अमेरिकाको पनि कन्सर्न यो 2टा भन्दा कम छैन। आर्मीले चाहिँ राजनीति र सुरक्षाको बिचमा के सम्बन्ध छ भन्ने ट्रेनिङ पाएको भन्ने देखिन्छ। पुलिसले अहिलेसम्म नरसमशेरको बेलादेखि, नरसमशेर राणाको बेलादेखि आजसम्मको बेलासम्म राजनीति र सुरक्षाको बिचमा के सम्बन्ध छ भन्ने कुराको शिक्षा पाएको देखिँदैन, तालिम पाएको देखिँदैन। त्यसको अर्थ के हो भने भविष्यमा केही गरी पुलिसको कारणले ठुल्ठुला राजनीतिक दुर्घटनाहरू भयो भने कुनै आश्चर्य नमाने हुन्छ। भारतलाई म जे पनि बुझाउनको लागि, जे पनि गर्नको लागि तयार छु। मलाई प्रधानमन्त्री बनाउनको लागि भारतलाई बनाऊ भनेर उहाँले मलाई पठाउनु भयो। र त्यसपछि मैले त्यो कुरा कहिले पनि गर्न सकिनँ। म लाइभ डिटेक्सन टेस्ट दिन तयार छु। म झुटो बोलेको टेस्ट दिन तयार छु। त्यो पार्टीको महामन्त्री हुनुहुन्थ्यो, प्रवक्ता हुनुहुन्थ्यो, रविजीको सबभन्दा विश्वास पात्र हुनुहुन्थ्यो। रविजीले के भन्नुभयो भन्दै हुनुहुन्छ भने तपाईँ उपप्रधान र गृहमन्त्री एकपटक भएर दोस्रो पटक भइसके पछाडि भारतसँग म जेसुकै कुरामा सम्झौता गर्न तयार छु, मुकुलजी यस्तो लबिङ गरिदिनुहोस् कि भारतको आशीर्वादले म प्रधानमन्त्री हुन सकौँ। त्यो उहाँले त्यो मलाई भन्न पठाइसकेपछि मैले तर भारतसँग कहिले पनि त्यस्तो कुरा गरिनँ। बाट तल उर्लिसकेपछि त्यति बेला स्वर्ण विभागले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई नेपाल देशलाई चाहिँ भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने
र त्यो गरिसकेपछि यिनीहरूले मान्छन् भनेर भनिसकेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो। तर तपाईँले त फेरि रविजीलाई नभएर अब फेरि स्वर्णिमलाई पनि लतार्न खोज्नु। है, म लाइ डिटेक्सन टेस्ट दिन तयार छु उहाँले भनेको र यो कुनै पनि प्रकारको छानबिन जानको लागि म तयार छु पर्छ। र उहाँले स्वर्णिम बाग्लेले के भन्नुभयो भन्दाखेरि नेपाललाई भुटान बनाइदिने भन्ने कुराहरू भन्नुभयो र त्यसपछि नेपाललाई भारतको राज्य बनाइदिने कुरा उहाँले गरिसकेपछि त्यति बेला मलाई झनक्क रिस उठेपछि के भयो भन्दाखेरि मैले त्यसपछि त्यति बेला त्यो झनक्क रिस उठेपछि त्यसको पनि एउटा पिक पुगेपछि चाहिँ त्यसले चाहिँ त्यो कतिकार अगाडिको कुरा यो गृहमन्त्री भएको 1-2 हप्ता 3 हप्ता त्यस्तो कुरामा होइन। सपोज काठमाडौँमा हुन्छ, तपाईँले काठमाडौँमा थिच्नु भने काठमाडौँको अपडेट्सहरू तपाईँले पाउनुहुन्छ। पोखरामा हुनुहुन्छ भने पोखराको अपडेट्सहरू पाउनुहुन्छ। हाम्रो धेरैवटा च्याप्टर्सहरू सबैजनाले एक्टिभ भइसकेको छ होइन। यसमा इनकेस कुनै सिटीमा तपाईँहरू गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गरिदिनु होला, हामी नेपाललाई हामीले अर्को ग्रुपमा हामीले एड गरिदिन्छौँ सो द्याट यो चाहिँ तपाईँहरूको कम्युनिकेसन च्यानल हुनेछ। सपोज अब हामी काठमाडौँमा गयौँ होइन, वेलकम टु द अफिसियल डिस्कर्ड हुन्छ। कुनै कुरा अब हामीले प्रोटेस्टको लोकेसन चेन्ज गऱ्यौँ भने हामीले अनाउन्समेन्ट गर्छ। त्यही भएर अलवेज तपाईँको फोन चाहिँ एक्टिभमा राख्नु होला, नोटिफिकेसन आउने बित्तिकै चेक गर्नु होला इनकेस हामीले लोकेसन चेन्ज गऱ्यौँ भने चाहिँ है। फ्याक्ट चेक्स फेक इन्फर्मेसन्सहरू आउँछ तपाईँलाई धेरै जस्तो। सो यसमा चाहिँ यो इन्फर्मेसन गलत हो कि राइट हो त्यो इन्फर्मेसन चाहिँ हामीले फ्याक्ट चेक्समा पाउँछौँ। क्वेरिजहरू भयो होइन। त्यसपछि हाम्रो डिस्कसन्स तपाईँहरूले आफै डिस्कसन गर्न सक्नुहुन्छ यो डिस्कसन ग्रुपमा। के गर्दाखेरि राम्रो हुन्छ हाम्रो देशलाई, के गर्दाखेरि चाहिँ हाम्रो भोइस सुनिन्छ होइन, यसमा गर्न सकिन्छ। ग्राउन्ड अपडेट, ग्राउन्डमा के भइरहेछ अहिले हरेक प्रोटेस्टको ठाउँमा चाहिँ ग्राउन्ड रियालिटी के छ होइन। काठमाडौँमा धेरैवटा ठाउँमा हाम्रो सेक्टरमा हामीले आन्दोलन गर्न सक्ला नि त। अनि त्यसको ग्राउन्ड रियालिटी के छ त्यो इनकेस तपाईँलाई गाह्रो पऱ्यो भने रिक्वेस्ट फर हेल्प है यसमा गर्न मिल्छ है। न्युजहरू हाम्रो बारेमा के आइरहेछ, कति कुरा फेक हो कति कुरा राइट हो यो यसमा जान्छ। यसमा तपाईँको ग्रुप च्याट्सहरू हामीले यसरी गरेर हामी राख्छौँ। त्यही अनुसारमा चाहिँ तपाईँले चाहिँ आफ्नो च्याप्टर्सहरू तपाईँले आफ्नो ठाउँबाट प्रेस गर्नु। रिक्वेस्ट एभ्री वान टु जोइन द डिस्कर्ड। अनि यसमा तपाईँहरूको सेन्ट्रल कम्युनिकेसन च्यानल हुन्छ, तपाईँहरूले आफै प्रोटेस्ट गर्न सक्नुहुन्छ। आफ्नो आफ्नो एजेन्डाहरू राखेर तपाईँहरूले एउटा आफ्नै लिड लिएर तपाईँले आफ्नो ठाउँबाट गर्न सक्नुहुन्छ। यो भएपछि काठमाडौँको टिम काठमाडौँबाट गर्छ, पोखराको टिम पोखराबाट गर्छ। तपाईँहरू यो डिस्कर्डको त्यो स्क्रिनसट चाहिँ सबैजनालाई चाहिँ प्लिज यो मेसेज फैलाइदिनु होला। अब राख्दैछौँ हामीले पानीहरू राख्दैछौँ होइन। अनि यसरी गरेर चाहिँ हामीले यसलाई म्यानेज गर्ने हिसाबले चाहिँ गएका छौँ। तपाईँहरू अर्गनाइजर भन्दा पनि एज अ भलन्टियर यहाँ हुनुहुन्छ। एक्ज्याक्टली, हामी भलन्टियर मात्रै हो। तपाईँको यो आन्दोलन चाहिँ सबैजनाले भन्छ कि अहिले हामी नेपालले गरेको यहाँ त होइन नि त, हामी नेपालले गरेको होइन नि त। यो तपाईँको गरेको भन्दा यो युवा पुस्ताले हो। नगर्न भने म यहाँ बस्छु, डिस्टर्ब नगर्न, म नेता हो, जात पनि हो त, हामी नसबै हो त। यो हाम्रै पैसाले बनाएको हो क्या ब्रो। ए ब्रो नगरौँ कि हाम्रै पैसाले बनाओ मा, हाम्रै पैसाले नगरौँ, छोडिदेऊ नगरौँ, छोडिदेऊ होइन होइन नगर्नु। यो पिसफुली गर्नु, हाम्रै पैसाले बनायो होइन, चलाउनै पर्दैन होइन। नगरौँ हुनुपर्छ हाम्रै पैसाले बनायो क्या हाम्रो उमा बसेको छ नि त हुनैपर्छ नि दाइ। अब भनेको बङ्गलादेश हुनुपर्छ होइन होइन हुँदैन 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 यो छोड्नै हुँदैन। नगर न यो हाम्रै पैसाको मलाई हाम्रै प्रपर्टी हो, नगर केटाहरू आवेशमा यार टियर ग्यास हानेर कसैले आँखै देख्न सकेको छैन यार। ओए फुटम हो सो गाइस भर्खर चाहिँ यहाँ वाइल्ड टियर ग्यास हान्दा सबजना भागा भाग भएको छ। फेरि हान्यो क्या ब्रो, फेरि हान्ने छ। वाइल्ड तनावग्रस्त भइरहेछ गाइस यार, वाइल्ड तनावग्रस्त भइरहेछ। मा कसम सिचुएसन अलिक ब्याडै भयो यार। मैले यस्तो हुन्छ नि सोचेको थिएन यार। आई मिन मैले त शान्ति ओएमा के हाल्नु
चस्मा लाउनु न चस्मा लाउनु के तपाईँ चस्मा लाउनु फेरि हान्न फेरि चस्मा लाउनु के तपाईँ फेरि हान्न छ यार गाइस म त यस्तो हुन्छ सोचेको थिएन यार यो त वाइल्ड भइरहेछ यार यही बस्छु कोही भाग्नु पर्दैन बाइकहरू होइन प्लिज बाइकहरू एक लसमा बाटोमा राखौँ है ओ मान्छेहरू चाहिँ पछाडि नै बस्छन् है बाइकहरू अगाडि राखौँ है है त्यो गाउँमा बत्ती फकर आएछ यसपालि युवा विदेशी छन् हुँदैछ पुरै देश यो खाली गाह्रो छ निकै बेसमारी हिँड्न पाइँदैन यसपालि देश विकास हुँदैछ तर त्यो नि निकै नै बिस्तारै त्यहाँ मरिसक्यो एकजना यार त्यहाँ गोली हानिसक्यो र त्यहाँ गोली हानिसक्यो रगतै रगत बनायो एम्बुलेन्स भर्खर लिएर गयो गोली हानिसक्यो यार सो गाइस म चाहिँ फर्केँ त्यहाँ एकदमै वाइल्ड पनि भयो होइन मैले चाहिँ एकदमै पिसफुल प्रोटेस्ट हुन्छ होला भन्न थालेको सोचेको तर अब अलिकति उग्र रूप लियो केटाहरूले पुरै अब वाल साल भत्काउनुदेखि लिएर ब्यारिकेड फुटाउनुदेखि लिएर अब टियर ग्यास फ्यानदेखि लिएर होइन अब सुनेअनुसार कतिजनालाई गोली चलाइयो अरे होइन मान्छे अब अलिकति क्रिटिकल पनि छ भने सुनेको छु होइन अब यस्तै हो अब यत्रो मास अब आइरहनु आज कति 15-20 हजार मान्छे त थियो होला अब यत्रो मास आउँदाखेरि सबैलाई कन्ट्रोल गर्न चाहिँ गाह्रै हुन्छ होइन अब सबैको एउटै इमोसन हुँदैन एउटै सोच हुँदैन होइन अब कोही उग्र पनि हुन्छन् अनि उग्र मान्छेहरू पनि देखियो आज सो यही हो प्रोटेस्ट भने त्यही हो कहिले पनि सोचे जस्तो हुँदैन अब हामीले चाहिँ खासमा पिसफुल्ली नै गर्ने सोचिरहेको थिएँ मैले होइन पिसफुल्ली नै गर्ने सोचिरहेको थिएँ तर अब लास्टमा त्यस्तै भयो ठिकै छ अनि अरू कुरा भनेको अब यो आजको प्रोटेस्ट चाहिँ आजै मात्र भयो भने चाहिँ फेरि केही हुन्छ जस्तो मलाई लाग्दैन होइन यसको लागि चाहिँ दिनन्तर रूपमा डेली चाहिँ हुनुपर्छ नत्र एक दिन गरेर छोडिदिनु हो भनेदेखि चाहिँ उनीहरूले पनि बुझ्छ कि ओए हुन्छ हुन्छ कहिले डोन्ट वरी अनि त्यही हो आज एक दिन गरेर छोडिदियो भने चाहिँ
उनीहरूले पनि खासै वास्ता गर्दैन इन्डस्ट्री भन्छ। सो यो कुराले चाहिँ हामी अब धेरै आज धेरै म्यानेजमेन्ट एउटा मलाई मन परेको चाहिँ एम्बुलेन्सहरू चाहिँ एकदमै रेडी थिए। सो हाम्रो नेपाल सुदन ब्रोको त्यो उसलाई चाहिँ मान्नुपर्छ होइन। आज एम्बुलेन्सहरू चाहिँ एकदमै स्ट्यान्ड बाई थिए होइन, के हुने बित्तिकै एम्बुलेन्स आइरहेको थियो, ओहोरदोहोर भइरहेको थियो एम्बुलेन्सहरू होइन। सो त्यो एउटा चाहिँ राम्रो गर्नुभएको छ उहाँहरूले। अनि अर्को भनेको चाहिँ अलिकति व्यवस्थित थिएन होइन पुजनजी? हो नि, आज अलिक व्यवस्थित अलिक उग्रो भयो क्या मान्छेहरू होइन? उग्रो भन्दा नि अलिकति अब बिस्तारै बिस्तारै सेप लिन्छ होला, अर्गनाइजरहरू को हो के हो भनेर होइन। तर आज अलि उग्रै थियो बेला भनेको आज एक दिनमा त गर्ने त केही हुँदैन, यसलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा हो। अनि अर्को भनेको यो काठमाडौँमा त गऱ्यो भने केही हुँदैन है, हुन त चितवन बुटोलतिर चाहिँ गरिरहेछ क्यारे होइन। अब यो सबै ठाउँबाट चाहिँ उठ्नुपर्छ भन्ने मलाई लाग्छ। सो त्यति भन्दै आजको भिडियो यहाँ एन्ड गरौँ। टियर ग्यासले आँखा अझ नै पोलिरहेछ है। ल थ्याङ्क यू सो मच। नमस्कार साथीहरू, तपाईँहरूलाई म आज एउटा भिडियो देखाउनु गइरहेको छु। यो भिडियो हेर्नु होला। नगरौँ कि हाम्रै पैसाले बनाऊ, हाम्रै पैसाले नगरौँ, छोडिदेऊ होइन नगर्नु, यो पिसफुली गर्नु, हाम्रै पैसाले बनायो भने चलाउनै पर्छ त होइन। हुनुपर्छ हाम्रै पैसाले बनायो मोदीहरू हेरेर हाम्रो उमा बसेको छ नि त, हुनैपर्छ कि दाइ। अब भनेको बङ्गलादेश हुनुपर्छ होइन, हुँदैन यो छोड्नै हुँदैन। नगर न, यो हाम्रै पैसाको मलाई हाम्रै प्रपर्टी नगर। यो भिडियोबाट के पुरा प्रश्न हुन्छ भने त्यहाँ यो राष्ट्रको सम्पत्तिलाई माया गर्ने मान्छेहरू पनि थिए, सबै खाले मान्छेहरू थिए। र दोस्रो कुरो, जुन भाष्य यहाँ निर्माण गरिएको छ, पहिला गोली चल्यो त्यसपछि सिंहदरबार चल्यो भन्ने भाष्य यहाँ निर्माण गर्न खोजिएको छ। तर यो भिडियोले त्यस कुरालाई खण्डन गर्छ। किनभने जुन बेलासम्म सांसद भवनको पर्खालहरू भत्काउन सुरु गरिएको थिएन त्यो बेलासम्म गोली चलेको छैन, त्यो बेलासम्म शान्तिपूर्ण छ। र यहाँनिर एउटा प्रश्न कहाँ प्रशासनलाई पनि के उठ्छ भने प्रहरीले त्यो निषेधित क्षेत्र बाहिरै नियन्त्रण गर्न पर्ने यो जुलुसलाई किन त्यहाँसम्म पुग्न दियो, एउटा प्रश्न त्यो हो। दोस्रो प्रश्न के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले भदौको 22 गते आफ्ना संगठनका मान्छेहरूलाई आफ्नो परिचय लुकाएर पार्टीको झण्डा नबोकिकन त्यहाँ चाहिँ ऐक्यबद्धता जनाउनलाई, त्यहाँ उपस्थित हुनलाई किन निर्देशन दियो? के यो राष्ट्रपाकै योजनामा भएको हो? हामीले बुझ्न पर्ने अर्को कुरो के हो भने किन गौरी बहादुर कार्की नेतृत्वको छानबिन समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्दैन? त्यहाँ आगजानी तोडफोडमा संलग्न भएका मानिसहरू किन आज रासोपाकै उम्मेद्वार बन्न पुगे? यो एउटा राजनीतिक खेल हो। यहाँ हिजो यो देश जलाउने, यो देशलाई हमला गर्नेहरूलाई, यो देश विरुद्ध छदमा युद्ध लड्नेहरूलाई, कार्यपालिका व्यवस्थापिका र न्यायपालिका ध्वस्त बनाउनेहरूलाई, यो देशका होनहार युवाहरूलाई बन्दुकको नाल अगाडि लगेर जबरजस्ती उभ्याउनेहरूलाई सांसद भवनमा लाने खेल हुँदैछ। यो एउटा राजनीतिक खेलको सुरुवात हो। अहिले यो चुनाव भनेर नाटक मञ्चन गरिँदैछ। अनि यो चुनावको लागि यदि विध्वंस गराइएको हो, संसद विघटन नगरिकन त चुनाव हुँदैन हो। यही चुनाव गर्नको लागि यो विध्वंस गराइएको हो र यसमा संलग्न को छन् अब छरपष्ट भइसकेको छ मिडियामा, हामीले भनिरहन परेन। यो आन्दोलनको तपाईहरु डिजाइनर हो भन्ने मसँग दुईटा प्रमाण छ। भनौँ तपाईको प्रमाण दिनुहोस्। 10 सेप्टेम्बर 8 सेप्टेम्बरमा प्रदर्शन भयो, 19 जना हाम्रा कलिला छोराछोरीहरूको हत्या भयो। 9 सेप्टेम्बरमा छानी छानी नेताका घरदेखि हाम्रा राष्ट्रिय सम्पत्ति र उद्योगपतिहरूका उद्योगहरू जलाउने काम भयो।
10 सेप्टेम्बरमा तपाईँले बिहानै स्ट्याटस लेख्नुभयो तपाईँलाई कसरी थाहा भयो कि सुशीला कार्की नै प्रधानमन्त्री चाहिन्छ भने 10 सेप्टेम्बरमै? 1 पाउनुहोस् है। 2 बालेन शाहले के भन्नुभयो? नेपाली सेनाकोमा जाऊ, संसद विघटन अनिवार्य शर्त राख, राष्ट्रपति सेना मार्फत राष्ट्रपतिकोमा जाऊ र अन्तरिम सरकार बनाऊ। त्यो खुरुखुरु किन मान्यो? बालेन हेड सर उनीहरू विद्यार्थी हुन् अनि तपाईँहरू यो डिजाइनर होइन भने पत्याउँछु म। त्यो निषेधित क्षेत्रमा यसरी ती बाल बालिकालाई स्कुलबाट ल्याएर चाहिँ लैजाने को? सबैभन्दा ठुलो अपराधी त्यो। किन? उसले जानी स्कुले बाल बालिकालाई लगेर बन्दुकको नाल अगाडि लगेर तेर्साइदिएको छ। जानी आगामा हात हालेपछि पोल्छ भनेर त त्यति चेतना त हुनु पर्यो नि, नेपाली हो। गोली पो हाने यार। तिमी भन्ने गाउँमा दाजु दिदी बहिनीहरू होइन, यही बस्छौँ, कोही भान्नु पर्दैन। बाइकहरू होइन, प्लिज बाइकहरू एक लस्को बाटोमा राख्नु। धेरै स्ट्रेस भइसक्यो क्या, एकदमै। कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ होइन। आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन होइन। देश राम्रो हो, सबैजना राम्रो हुन्छ भनेर सोध्छु, सबैजना पोलिटिक्स खेल्छ। के हो यो पोलिटिक्स भने यार? पोलिटिक्स भनेर देश बनाउने होइन र भने यार, के आफ्नो स्वार्थ गर्न पोलिटिक्स खेल्ने हो र? मेरो 20 जना केटाहरू अर्को हामी 30 जना थपेर देशमा ठुलो आन्दोलन हुन्छ, म त्यसपछि कसरी चेन्ज हुँदैन? राजीनामा दिएर मात्रै हुँदैन, यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु घटनालाई आम हत्याको रूपमा लिन्छु म। यसलाई आम हत्या हो भने यो म्यासेकर हो, न हिटलरले गर्यो न राणाले गरे, त्यो हत्याको रूपमा छ। यो हत्या हो, सिधै हत्या। विद्यार्थीसँग हतियार त देखिएन, हतियार बोकेका थिएन। कुनै तरिकाबाट उनीहरूलाई सम्झाउन सकिन्थ्यो। एकैचोटि बुलेट हान्ने काम भयो, गोली हान्ने काम भयो, उनलाई गोली हालेर मार्ने काम भयो, दन्नी गोली हालेर। के त यो छाती त कसरी सहला? कि त्यो बच्चा एउटा बच्ची, त्यो 16 वर्षको केटी, त्यो मरेको डेड बडी, होइन, त्यसको आशा, त्यसका बाउआमाका आशा। भन्नुहोस् त ती आमाहरूलाई आज के भइरहेको होला? तिनले जीवन, सम्पत्ति, परिश्रम, बिहानदेखि बेलुकासँग आमाले भात पकाएर मेहनत गरेर 2 पैसा
सिंहद्वारा त हजारवटा बनाउन सकिन्छ। मान्छेले सिंहद्वारा जलायो भनेर सिंहद्वारा अर्को बनाउन सकिन्छ। त्यो मान्छे एउटा कोख रित्तेको आमाको कोख एकचोटि बनाएर देखाउनु त। भएको छ भर्खर घर छोडेर आउने मान्छे 16-17 वर्ष त के विज्ञान बुझ्छ भन्नु के मार्क्स प्रधानगत बुझ्छ उसले नेतृत्व ठिक छ त्यसले भने मरेर होमिनुपर्छ भन्ने मात्र बुझ्छ त्यसले। सबभन्दा पछिल्लो रूपमा कायम रहेको एउटा कलङ्क नै हो यो कुनै एउटा धर्मको कुनै एउटा क्षेत्रको मात्रै कुरा यो मानव जातिले नै समयानुकूल चाहिँ यसलाई चाहिँ भत्काउनै पर्ने फ्याँक्नै पर्ने हो। यो म त भन्छु हिन्दू धर्म नि हिन्दू धर्ममा लागेको गलगाँड भन्छु भने त्यो गलगाँड लाग्छ आयोडिनको कमीले गलगाँड लाग्छ भने त्यो उपचार खोज्ने हो नि त हामीले। त्यसले गलगाँड आयो मेरो त शरीरको राम्रो अङ्ग हो त्यसलाई भनेर सुमसुमाएर बस्नु त्यो शोभनीय हुँदैन र चाहिँ स्वास्थ्यको निम्ति हितकारी पनि हुँदैन। झन् क्यान्सरस भएर कुनै अङ्ग चाहिँ पलायो भनेदेखि त्यसलाई त हामीले बेलैमा चाहिँ शल्यक्रिया गरेर फ्याँक्नुपर्छ त्यसो भने स्वस्थ हुन्छ भनेको बिरुवाले बन्यो भन्नेतिर नजाउँ। गाई खान किन नपाउनु यसलाई रोक्नुपर्ने कारण के छ यसमा विरोध गर्नुपर्ने कारण के छ यसमा? धर्मको कुरा राजनीतिमा ल्याएर त्यसलाई भोट बैंक बनाएर यो तहको पाप रवि लामिछानेबाट यो जुनीमा हुँदैन हुँदैन हुँदैन। जुन देशको नेता तपाईँलाई आज म भनौँ जुन देशको नेता जुन देशको अथोरिटी प्रश्नबाट टाढा रहन्छ त्यो देशमा धेरै राम्रो कुराहरू भइरहेको छैन र उसको नियत ठिक छ भनेर भन्न सकिँदैन। हजुर जब बारबरा एडम्स बित्नुभयो अनि मलाई प्रस्ताव आयो कि बारबरालाई नजिकबाट चिन्ने जगदीश खरेल उनलाई पनि सदस्य बनाउन पाए हुन्थ्यो भन्ने भयो। सायद तपाईँलाई पनि लाग्छ होला ओहो डाक्टर रुई त अध्यक्ष भएको ठाउँमा म सदस्य भन्दा मैले हुन्छ भने काम गर्यौँ। धेरै काम सुरुमा गर्न पनि सकेनौँ हेर्नुहोस् गाह्रो हुँदो रहेछ। होइन 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 तपाईँ प्रमाण देखाउनुहोस् विदेशीबाट होइन सर सर प्लिज तपाईँले भन्नुभएको मैले कहाँ भने म तपाईँलाई यो देशको सर यो देशको भविष्य बनाउने पार्टी रासोपा हो। तपाईँ 45 वर्षदेखि कुनै पार्टीको एउटा हनुमान बनेर आज तपाईँ आरोप लगाउने होइन। तपाईँहरूलाई शहीदले कसरी सम्झेला शहीद छोरछोरी सम्झिनुहोस् न। सर तपाईँले कुनै पनि पार्टीलाई विदेशीबाट परिचालित भन्न पाउनुहुन्छ पाउनुहुन्छ मिल्छ प्रमाण छ प्रमाण देखाउनुहोस् मलाई यहाँ प्रमाण देखाउनुहोस् उहाँको मिडिया छ मिडियाको अगाडि प्रमाण हेर्छु। होइन 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 तपाईँ प्रमाण देखाउनुहोस् विदेशीबाट होइन सर सर प्लिज तपाईँले भन्नुभएको मैले कहाँ भने जान्नेलाई छान्ने भनेको यही रहेछ। देशको मुहार फेर्ने दावी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेका छन् भन्ने उदाहरण यहाँ पेश गरेका छन्। चाकडी चाप्लुसी नातावाद र कृपावादमा रमाउन थालेका छन्। 2 दिने एआइजी बनाउने उनले देखाएको तत्परताले यही भन्छ। कुरा स्पष्ट छ पोखरेललाई अवकाश पश्चात विशिष्ट श्रेणीको सेवा सुविधाका लागि 2 दिने एआइजी बनाउन लागि 2 दिनका लागि एआइजी बनाएर राज्यलाई अतिरिक्त व्यवहार बोकाउने निर्णय कम्तीमा रविबाट अपेक्षा थिएन भन्नेहरूले रविका विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशील पन्तको दबावमा भान्जा नाता पर्ने पोखरेललाई 2 दिन एआइजी बनाउन लागि भनिरहेका छन्। रवि लामिछानेलाई शालिग्राम पुडासैनी आत्महत्या दुरुत्सान नागरिकता प्रकरणदेखि राजधानी प्रकरणमा कानुनी सहयोग गर्ने वकिल सुशील पन्त हुन्। गृह को चाहिँ नेताले डरायो तपाईसँग प्रमाण के छ ल देखाउनुस्। प्रमाण तपाईले राजसभाले यहाँ आएर डराको प्रमाण देखाउनुस् म उम्मेदवारी छोडेर हेर्छु क्या। जुझारु राजसभाको नेता हुनुहुन्छ ल भन्नुस् त 2 शब्द छ। नेपाली कांग्रेसको पार्टी कार्यालय अनि त्यसपछि नेकपा एमालेको पार्टी कार्यालय अनिदेखि लगाएर मेयर हाम्रो पदम बोगटीको घर अनि राजेन्द्र रावल प्रकाश रावलको घर र पूर्व मेयर हाम्रो सुरेन्द्र विष्टजीको घर यी सबको घर ध्वस्त पारेका छौँ। अझै पनि हामी घर खानी खोजी अरू जुन छन् तिनीहरूलाई खोज्दै हिँडिरहेको छौँ। घरमा पनि तपाईहरुले तोडफोड र आगजनी गर्नु भएको छ भन्ने छ के हो त्यो सबै स्थानीय सरकारमा भएका सबैलाई तोडफोड गर्ने गरेका छन्। बाले साथ पनि सल्लाहकार पनि थियो तपाईँ सेयर पेटा पनि उहाँ हुनुहुन्थ्यो
नदिने किन दिएन कसले दिएन जाऊ न तिमीहरू कसले क्षेत्र छ सांसद भवन जल्द लाग्दैछ है भन्ने कुरै छैन नि स्थानीय सरकार हो नि त स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन त्यो त सरकार हो त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त ऊ त मेयरलाई त सबै अधिकार दिएको छ सबै काम गर्नलाई उसले चाह्यो भने हामी 18-20 वटा नगरपालिका घुम्यौँ त्यो घुम्दाखेरि हामीले यसो हेर्दाखेरि कुनै मेयर भ्रष्ट छ भने उसले काम गर्न सक्दैन किनभने उसले 100 रुपियाँ कमाएपछि अर्कोले 10 रुपियाँ माग्छ अर्कोले 15 रुपियाँ माग्छ तर मेयरले साँच्चीकै विकासको काम गर्छु भने त्यो मेयर अल्पमतमा होस् किन नहोस् काम हुन्छ अन्तर्राष्ट्रिय चलखेल महानगरपालिकामा कति थियो भन्ने तपाईँ इमेजिन पनि गर्न सक्नुहुन्छ तपाईँ नेपाली जनताका माझमा भन्न सक्नुहुन्छ म अन्तर्राष्ट्रिय चलखेलमा विदेशी जनता हुनुहुन्न हामी नेपाली जनताका सामु भन्न सक्नुहुन्छ प्रतिबद्ध हुनुहुन्छ उदाहरणको रूपमा फोहोर व्यवस्थापनमै विदेशी चलखेल यति थियो कि प्रधानमन्त्रीले त्यो हामीलाई आज जस्तै तपाईँले काठमाडौँमा ड्रोजर चलाउनु भयो सुकुम्बासी बस्तीमा छैन चला पक्नु सक्दैन मलाई हामीलाई थाहा छ त सुकुम्बासी बस्ती थिएन त्यो हुकुम